हरे कृष्ण साथीहरू, आई एम डिजी बनिया। दिस इज माई 41 ब्लग। आज शनिबारको दिन हामी सबैजना एउटा मन्दिर जाने प्लान गर्यौँ। यो सबैभन्दा लामो राइड थियो। मैले आफै स्कुटी चलाएर गएको। बच्चाहरू पनि खुसी थिएन आज शनिबार घुम्न जाँदैछु भनेर। हामी अघि पछि थियौँ स्कुटी र बाइकमा अनि यहाँ बाबुले टोपी खसालिदियो। बाबुले बाटोमा 2 फेर टोपी खसालेको थियो अनि यसरी हामी फेरि हिँड्दै अगाडि बढ्दै गऱ्यौँ। अनि यहाँ 15 अगस्त थियो। बच्चाहरू रेली निकालेको थिएन, इन्डिपेन्डेन्स डे मनाइरहेको थिएन। यसरी हामी मन्दिर पुग्यौँ। मन्दिरमा त्यति साह्रो भिड थिएन, अलिअलि भिड थियो। अनि हामी यहाँ जल लिग्यौँ अनि मन्दिर दर्शन गर्न भनेर अगाडि बढ्दै गऱ्यौँ। म यो मन्दिर फर्स्टचोटि आएको थिएँ। यो शङ्करजीको मन्दिर हो। यो मन्दिर एकदमै ठुलो थियो। यहाँ एकदम गर्मी पनि भइरहेको थियो। गर्मी धेरै नै थियो, यसरी हामी यहाँ जल भर्यौँ। बच्चाहरू यहाँ खेलिरहेका थिएन अनि हामी मन्दिरको परिक्रमा गर्यौँ अनि भित्र गएर जल चढायौँ। अनि हामी बाहिर निस्क्यौँ अनि सबैजनाले पालेपिले धुप देखायौँ। बच्चाहरूले एकदम परेशान गरेको थिएन, गर्मी भएर दुःख दिएथेन अलिअलि। अनि हामी बाहिर निस्क्यौँ अनि यहाँ टिका लाउनु भने बच्चालाई उनीहरू माने थिएनन्, त्यही पनि मैले लगाऊ भनेर जबरजस्ती लगाएँ। लगाउनु पठाएँ अनि बाबुले यहाँ कुनै के भनिरहेको थियो, त्यो कुरामा म हाँसिरहेको थिएँ। अनि हामीलाई मेला घुमाइदिनु भनेन। यस्तो गर्मी त भइरहेको थियो, त्यही पनि अलिअलि गाडी साडी के भनिन् त्यो चढाइदियौँ। चिप्सहरू कोल्ड ड्रिङ्कहरू खाएँ। यहाँ त कति धेरै खेल्ने कुरा थियो। बच्चाहरूले यो त्यो भन्दै कति बेर भयो। त्यसपछि बाटोमा हामीले यहाँ लस्सीको ठेला देख्यौँ, सफा थियो, राम्रो थियो अनि हामी लस्सी खायौँ। कति गर्मी भइरहेको थियो। एकैछिन म बसेँ, म त गर्मी भइरहेको स्कुटी निकालिदिनु भने उहाँले स्कुटी निकालिदिनु भयो। अनि अगाडि बाटोमा फेरि एउटा डुङ्गा देख्यौँ हामीले। अनि त्यो बच्चाहरूले जिद गरेन अनि त्यसैमा हामीले उनीहरूलाई बसालेर एकैछिन रमाइलो गरायौँ। त्यसपछि हामी घरतिर लाग्यौँ। घर आउने बित्तिकै यस्तो गर्मी भइरहेको थियो साथीहरू। फेरि बच्चाहरूलाई भोक लागेको थियो, भेज पुलाउ बनाएँ। जति खाए पनि बाहिरको खाना घरको खाना जस्तो त हुँदैन अनि उनीहरूलाई खाएँ। थ्याङ्क यू फर वाचिङ।